to my another video. अहिले फेरि म बेलुका खाना बनाउँदैछु अनि बेलुका खानामा चाहिँ के बनाउँछ भनेर देखाउँछु है त। Your smile lit up like a बनाउन लागिरहेको छु। यो चाहिँ एकदम लोकल प्योर लोकल माछा हो। त्यसको लागि मैले तावामा तेल बसाइसकेको छु यसलाई फ्राई गर्नलाई। अनि यतापट्टि चाहिँ खाना बसाइरहेको छु। यहाँ चाहिँ मैले चिया हालिसकेँ भर्खर। अनि त्यसको लागि चाहिँ मैले यहाँनिर टमाटर प्याजको पेस्ट बनाएर राखिसकेको छु। अनि अदुवा लसुन जिरा धनियाँको पेस्ट यहाँ रेडी छ। अरू म देखाउँछु है त बिस्तारै। अनि मैले चाहिँ अहिले माछा फ्राई गर्न स्टार्ट गरिसकेँ। यसलाई चाहिँ सुरुमा मजाले फ्राई गर्ने, अघि म्यारिनेट गरेर राखेको माछालाई चाहिँ अब यति बाँकी छ। अनि यता चाहिँ साग पाकिसकेको छ हाम्रो। त्यस पछाडि यहाँ सलाद भइगयो, रेडी भइरहेछ। अनि आज चाहिँ यहाँ अचार मुला टमाटर धनियाँ मिक्स गरेर बनाएको छ सलाद। अहिले चाहिँ मैले यति फ्राई गरिसकेँ, अझै हुँदैछ। अब अलिकति बाँकी छ है। त्यो माछा बनाउनु चाहिँ साह्रै झ्याउ लाग्छ क्या मलाई, धेरै टाइम लाग्छ नि त, त्यही भएर गिद्दी लाग्छ मलाई। तर के गर्नु, खाना मन लागेको बनाउनै पऱ्यो। ल अहिले चाहिँ मैले फाइनली माछा पनि तारिसकेँ। अब चाहिँ म यहाँ पकाउनलाई रेडी गरिसकेँ। यहाँनिर हाल्नको लागि सबै रेडी गरिसकेको छु मैले। अनि त्यस पछाडि म त्यो हाल्नको लागि मैले कराई पनि गरिसकेँ। कराई चाहिँ मैले त्यो अघि साग पकाएकै ठाउँमा बनाउन आँटेको छु। सो यति छ। यो चाहिँ 12 मसला हाल्दैछु म। 12 मसला हाल्छु। अनि त्यस पछाडि अहिले भनेको अर्को भनेको बेसार हाल्ने। अनि बेसार एकछिन भएपछि मसला हाल्ने। मसलालाई चाहिँ एकछिन फ्राई भएपछि अनि यहाँ टमाटर छ, यो टमाटर र प्याजको पेस्ट हाल्ने। अनि यसलाई पनि एकछिन चलाउने, एकछिन यसरी चलाउने मजाले। अनि अब यसलाई एकछिन राखेर यसलाई एकछिन पाक्न दिने, मजाले ग्यास सानो बनाउने। अनि अहिले चाहिँ मजाले मसला फ्राई भइसकेको छ। अनि यत्तिको फ्राई भएपछि चाहिँ मजाको दामी खालको कलर आउँछ नि त। अनि मजाले फ्राई भइसके पछाडि अब चाहिँ हामी यसलाई मिट मसला हाल्ने। मिट मसला चाहिँ लास्टमा हाल्यो भने अनि एकदम मिठो बास्ना आउँछ। सो मैले चाहिँ लास्टमा हाल्छु जहिले पनि। अब यहाँ मिट मसला हाल्ने बेला भयो। अनि मिट मसला हालेर चाहिँ एकछिन छोपेर राख्ने, एकछिन पाक्न दिनु पर्यो मिट मसला हालेर पनि। अनि माछा चाहिँ हजुरहरू कसलाई मनपर्छ? माछा चाहिँ स्वास्थ्यको लागि पनि एकदम राम्रो हुन्छ मासुभन्दा माछा। तर माछा पकाउनु चाहिँ एकदमै धेरै टाइम लाग्छ। त्यही भएर मलाई खासै पकाउन जाँगर चाहिँ चल्दैन, तर पनि कहिलेकाहीँ यसो पकाइन्छ। अहिले चाहिँ एकदमै मिठो बास्ना आइरहेछ मग खालकी। अब चाहिँ लगभग मसला सबै पाकिसक्यो। अब चाहिँ यसलाई हामीले कति चाहिन्छ त्यो अनुसार हामीले रस लाउने। अनि रस लाउँदाखेरि चाहिँ जहिले पनि उमालेको तातो पानी हाल्नुपर्छ। त्यस्तो हुँदाखेरि स्वादलाई बिगार्दैन। मैले चाहिँ अघि यहाँनिर पानी रेडी गरिसकेको थिएँ। सो स्वादभन्दा पनि आफूलाई कति चाहिन्छ त्यो अनुसार पानी राख्ने। अलिकति पातलो रस हाल्दा नि मिठो हुन्छ। अहिले चाहिँ यहाँ रस मजाले उम्ल्यो। अब म यहाँ माथिबाट माछा हाल्छु। अनि माछा हालेर चाहिँ एकछिन मजाले उमाल्ने। अनि उमालेर आफूलाई कति नुन खाइन्छ स्वादअनुसार नुन हाल्ने। अब चाहिँ लगभग यो सबै रेडी भयो भन्दा हुन्छ। हामीले खानेकुरा बनाउँदाखेरि चाहिँ एकदमै धेरै ध्यान पुर्याउनु पर्ने भनेको चाहिँ एउटै कुरा हो, त्यो भनेको नुन। नुन चाहिँ हामीले एकदमै स्वाद कति आफूलाई कति चाहिन्छ त्यो अनुसार हाल्ने। नुन थोरै बढी भयो भने पनि मिठो बिग्रिन्छ। यत्रो मेहनत गरेर बनाएको मिठै हुँदैन। र नुन अलिकति कम भयो भने त्यसको स्वादै नभए जस्तै हुन्छ क्या पछि थप्दाखेरि। नुन चाहिँ सुरुमा अकलेर हाल्ने कि। अब यसको फाइनल लास्टमा हाल्नुपर्ने भनेको धनियाँ। अब सबै रेडी भएपछि लास्टमा माथिबाट सुपमा धनियाँ हाल्ने। अनि यसलाई एकछिन उमाल्ने मजाले। अब चाहिँ फाइनली हाम्रो माछा चाहिँ रेडी भइसकेको छ। एकदमै धेरै यम्मी हुन्छ। यहाँभन्दा मिठो हुने ठाउँ नै छैन। ल लोकल माछा परेछ त्यही माथि। अब चाहिँ म खाना पस्किन्छु है त।
आजको खानामा भनेको हाम्रो चाहिँ साग छ, मुलाको अचार छ, अनि सलाद भइगयो, अनि आजको लोकल माछा अनि खाना। थ्याङ्क यू फर वाचिङ। आजको भिडियो यति नै, बाई।